नमस्ते मेरो सबैजना फ्यानहरू मेरो आफन्तजन लगायत सम्पूर्णको लागि म केही दिन धेरै लगभग 1.5 महिना भयो है तपाईँहरूलाई तपाईँहरूको माझ यो देखाउन गइराखेको थिएँ है। यो चाहिँ मेरो के भएको भनेपछि यो जुत्ताले गर्दा जुत्ता छोराउन नमिल्ने 13-14 घन्टा ड्युटी गर्नुपर्छ, खटिनुपर्छ। सिक्युरिटी गार्ड हो है, म मलेसियामा सिक्युरिटी गार्डमा कार्यरत छु। त्यस कारणले मैले यो कम्पनीसँग मेरो यस्तो भयो भनेर जुत्ताले खुट्टा यस्तो खराब गरिरहेछ, नङ अनि गाडी राखेको छ मासुमा। त्यस कारणले मैले अब चप्पल लाउँछु भनेको थिएँ अनि अस्पताल डाक्टरसम्म पनि देखाएको थिएँ अनि डाक्टरले औषधिहरू दिएको थियो। औषधि दिएर औषधिले खाने, औषधि लगाउने अनि सफाइ काम मैले गरिराखेको थिएँ हल्का फुल्का होइन। त्यस कारणले मैले लास्टै गाह्रो भयो। अहिले लगभग करिब 1.5 महिनापछि मै आफै डाक्टर कहाँ देखाउनु पर्छ भनेर एजेन्टहरू यहाँका बसहरूसँग भनेर डाक्टर कहाँ देखाएँ। डाक्टर कहाँ देखाएर मेरो चाहिँ हिजो अपरेसन भएको हो। फेरि म यो भोलि चेक गर्न जाँदैछु है। भोलि चेक गरेर यो घाउ चाहिँ राम्रो भएको रहेछ भने भोलि नै यहाँको एजेन्टले काममा लाँदैछ मलाई है। यति राम्रो रहेनछ भने त मैले कुरा गरिहाल्छु मेरो ज्यानको बारेमा होइन। सबै कुरा म माथि थाहा हुन्छ, उनले के थाहा हुन्छ र होइन। त्यस्तो अब जबरजस्ती उसले पनि गर्न पाउँदैन। त्यस कारणको लागि म भोलि डाक्टर कहाँ यो चेक गर्न र यो मैले हजुरहरू सामु देखाउन गइराखेको छु। यो घाउको यो पत्ती निकाल्न है, अपरेसन गरेको पत्ती निकाल्न जाँदैछु भोलि। सबैजनाले मलाई भन्नुभएको छ के भएको छ के भएको छ, मैले सबैजनालाई भनिसकेँ है त। धेरै मेरा साथीहरूले गुनासो गर्नुभएको छ, मेरो आफन्तजनहरूले गुनासो गर्नुभएको छ। सबैजना मलाई चिन्ने नचिन्ने सम्पूर्णले मलाई गुनासो गर्नुभएको छ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै नै हो, साथी भनेको यस्तै हो है। साथीले यसरी नै सपोर्ट गर्नुपर्छ। तपाईँहरूले के हो कसो भयो भनेर कमेन्ट गर्नुभएको छ, कसैले लाइक गरेर साथ दिनुभएको छ है। धेरै नै खुसी लाग्यो। आभारी छु, म सन्चो हुन्छु। धेरै ठुलो बिमार होइन। मेरोलाई अब तपाईँहरूले देख्नेलाई ठुलो भए पनि मेरोलाई सानै ठान्छु म। त्यही भएर एउटा आत्मा के भन्छ निरम्बल लिएर एउटा शक्ति यो मैले यो गर्नुपर्छ भनेर म यो अर्काको देशमा है आफ्नो देश छोडेर आएको छु। आफ्नो देशमा केही सानोतिनो रोजगार हुन्थ्यो भने यो विदेशीको गुलामी गर्नुपर्ने हामीलाई बाध्यता थिएन।